अनि के हो यो यस्तो अचम्म छ यो घर जिम्मा लाएर गएको यी बुढालाई यी ससुराबा यी बुहारी नै बुहारी नानी के हो यो सबै झारै झार छ अनि 3 महिना काठमाडौँ गएर बस्दाखेरि यही हो पारा घर रुङ्न लगाएको होइन मैले अनि तपाईँ चाहिँ काठमाडौँ जाने अहिलेको जमानामा तपाईँको शासनमा काम गर्छौँ हामी किन जिम्मा लिएको त घर पैसा दिएर राखेको त्यसै राखे जस्तो लाग्यो 3 महिनामा यी तिमीसँग कुरा गर्दिनँ म यी बुढासँग कुरा गर्छु है बुढा के हो बुहारी के कुरा गर्छु नि त्यो बुहारी अल्लारे बल्लारे अल्लारे बल्लारे होइन यो छिटो आधी दिन भइसक्यो यो यो सफा हेर्नु त 3 महिना काठमाडौँ गएको राम 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 फोहोर हेर्नु त्यो फोहोर के हो त मेरो ब्लड प्रेसर हाई छ नि फेरि प्रेसर हाई भयो पैसाले प्रेसर हाई भएर पैसा लिने कि नलिने कमसे कम हुन्छ नि पैसा नभए मान्छे यो हामी पैसा ए अहिले गोजीमा 200 250 हुँदाखेरि फुर्ती लाउँछौ भरे फेरि 2 हात समारेर ए हजुर ए मुखिया बा भनेर आउनु नपरोस् यो कुरु सफा गर मैले घर तिमीलाई जिम्मा लाएर गएको 2.5 महिना रक्सी आउने पैसा त अहिले लप्सी त यहीँ माथिको यसो काठसाट बेचे होला नि त म घर गएको बेला बेसी बोले मालिक घरको चुक्कु लग्यो होला के अरे घरभित्रका सामान बेच्यो होला म त भित्र पसेकै छैन हेर्नै बाँकी छ यो झार हेर नै मसको पनि खुरुक्क गर धेरै बढी बोल्ने होइन अनि विश्वास लाएर के हुन्छ हेर त यहाँ आम्मा यो सुँगुर बस्ने खोर जस्तो बनाएर राखेको छ तिम्रो घर सफा गर्न हामी अर्दली हो तिम्रो के फाइदा छ अनि किन जिम्मा लिएको त किन जिम्मा लिएको नलिएको म अर्कै मान्छे लाउँदै तिमी जस्ता मान्छे यी सेते कपाल दारी फुलेको मान्छे दुनियाँ भेटिन्छ यहाँ ल अनि नाचेर बस्छ नि बुढा यो सफा गर भनेको त के तलको बुढा बिहानैदेखि लाएर बस्यो क्या आज ल हेर फेरि यी नाचेर बस्दा रहेछन् अनि कसरी घर सफा हुन्छ सधैँ ए आमा हो ल हेर अचम्म छ हो अब यी काम लगाएर खाने दिन गएछन् जसको जोत उसको पत त मालिक सालिक ए 3 महिना बस्दैमा जसको पत उसको सोख छक्क पर्नु मालिकको शासक सक्यो मालिक अब जसले दुःख गर्छ उसले घर पनि खान्छ यो जग्गा जमिन सब खान्छ हेरौँला आज बिहानैदेखि लाएर बसेछ भरे नसा छुटेपछि सबै कुरा थाहा पाउँछौ तिमीले खुला ल खुरुको देखाउनु तिमी पनि देखाउनु खुरुको यहाँ सफा गर सफा बेसी बोल्ने ल सफा गर भरे कुरा गर्छु म तिमीहरूसँग अहिले कुरा गर्दिनँ सफा गर ल सफा गरौँ छिटो अलिक अनि 3 महिना के काठमाडौँ गएर बसेको थिएँ राम सुँगुर बस्ने खोर जस्तो बनायो हेर्नु त झार यस्तै हुन्छ अनि के विश्वासले दिनु हो के विश्वास यी गाउँका मान्छे पनि अचेल त काम लाएर हेर न एउटा दाउरा र एउटा हँसिया बोकेको छ यताको सामान उता सारेको छ काम गऱ्यो भनेर देखाएको छ 2 घन्टा भइसक्यो के खालो सारेको छैन यी बुढाले ताछेको के ताछेको हो त्यो सुनको तिमी नै लैजाऊ हो तिमी नै लैजाऊ सुनकै हो 1 तोला भन्दा बेसी 1 तोले हो ल काम चाहिँ गर ल तिमी नै लैजाऊ मालिक अलिक चाँडो गर भरे यहाँ छोडी हेर्न उहाँ चाहिँ केटा पछिबाट मान्छे आउँदैछन् अलिक राम्रो तरिकाले गर यहाँ छोरी यहीँबाट बिदा गर्नुपर्छ योपल्ट ए के गर्नु हो यो काम लायो यी कामदारहरू पनि काम छैन घर जिम्मा लाएर गएको हेर्नुहोस् सबै झारै झार घरभित्र त पसेकै छैन म घरभित्र झन् कस्तो हालत होला भन्ने कुरा यी बाहिरकै देखिसक्यो बाहिरकै देखेर वाक्क भइसक्यो के भित्र पसेर के हेर्नु मलाई त विरक्त लागेर आउँछ अब अहिलेका हेर न ऊ काम गरेको यो झारो टार्न गरेको जस्तो काम हेर त ल गरी भएछ मालिक गरिमा बेसी प्यार गरौँ होइन फेरि अहिले म त अब यस्तो पाराले हुन्छ अब काम गर भनेर पैसा लाग ऊ अब चाहिँ कोदाली उठाएर मुखमा हान्न खोज्छ त्यही 250 कि 200 को फुर्ती लाउँछन् गाडीको साँचो भेट्टा छ यही साँचो मात्र बन्द साँचोले के गर्नु गाडी चाहिँ अर्काको होला साँचोले के गर्नु हुनु पर्यो नि गाडी भएको भए यहाँ दुःख गरिन्छ अब यसरी मेरो ऋण
तिरिँदैन थाहा छ कि छैन त ऋण तिर्नु पर्यो होइन भने काम गर्नु पर्यो ऋण खाने बेलामा खाने तिम्रो केही फाइदा छैन अब अहिले ऋण तिर्ने बेलामा ल हेर त त्यो कोदाले यो जमाना कस्तो आयो ल म गएँ ल हेर ए बाबा हो ओ होइन बा ओ होइन बा लु आउनु ए बुहारी बा त गयो त के गरेको हौ यो फकाएर ल्याएर काम गराउनु पर्यो तपाईँको हामीले चोरेर खाएको ऋण हो र मागेर दिएको लु 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 भइगयो जे भयो भयो बाला फकाएर ल्याएर यहाँ चाहिँ सफा गर भोलि यहाँ चाहिँ ज्वाइँ केटा पक्षका मान्छे आउँछन् है अब त्यहाँ छोरीको बिहे गर्नु पर्यो भोज बरु अलिकति राम्ररी खुवाउँला खसी 2टा काटेर त बाला कसरी हुन्छ फकाएर लिएर वा है यसलाई कसरी हुन्छ सफा सुग्घर बस म भित्र लागेँ है त हस् ल हस् अहिले त्यसो भने हुन्छ नि ल ल राम्ररी